हेलो फ्रम वाइस ग्रेभ एजुकेसन एन्ड भिसा सर्भिसेस। आजको भिडियो रहेको छ स्विडेनको ओभरअल कस्ट कति लाग्छ स्विडेन पुगिन्जेलसम्ममा भन्ने भिडियोको होल आशय छ। तपाईको सुरुमा एप्लिकेसन ब्याचलर्स प्रोग्रामको लागि हो भने अप टु 8 एप्लिकेसन्स हाल्न मिल्छ र मास्टर्सको लागि हो भने अप टु 4 एप्लिकेसन्स हाल्न मिल्छ। इन सेम युनिभर्सिटी 2-3 वटा युनिभर्सिटी पनि हाल्न मिल्यो अथवा 1 कोर्सेसमा पनि हाल्न मिल्छ। बट जतिवटामा हाले पनि यो रिक्वायरमेन्टमा चाहिँ तपाईको 900 स्विडिश क्रोनर चाहिँ एडमिसन स्विडेनमा तिर्नुपर्ने हुन्छ। र तपाईहरुको ब्याचलर्स प्रोग्रामको लागि हो भने तपाईको अप्रिल 2 वा 3 मा तपाईको एडमिसन डिसिजन आउँछ। र मास्टर्सको लागि हो भने मार्च 27 मा तपाईको एडमिसन डिसिजन हुन्छ। इफ यु आर एप्लाइड इन रेगुलर एडमिसन पिरियड एन्ड we always ask students to apply in regular admission, not in the late application round, because late application round just in case तपाईले यो डेडलाइन मिस गर्नुभयो र पछि जानुभयो भने राम्रो युनिभर्सिटीमा एडमिसन हाइली लाइकली पाउनुहुन्न। तपाईको एडमिसन प्रोसेस सबै कुराहरु लेट हुने गर्दछ। सो रेगुलर एडमिसन इन द सेन्स जनवरी 15 भित्र र्याङ्किङ गर्ने र फेब्रुअरी 1 भित्रमा तपाईले एप्लिकेसन फीहरु तिर्ने अगाडि एप्लिकेसन फी तिर्नुभयो भने तपाईको मोस्ट लाइकली तपाईको डिग्री क्वालिफाइड छ कि छैन भन्ने कुराहरु अगाडि नै चेकिङ हुन्छ र एक्स्ट्रा डकुमेन्टेसन युनिभर्सिटीले माग्नु पर्यो भने त्यो टाइम तपाईसँग हुन्छ। सो अर्ली एप्लाई गर्नुस्, तपाईहरुलाई फाइदा छ। र तपाईको जब एडमिसन आउँछ तपाईले ट्युसन फी पठाउनु पर्ने हुन्छ 1 सेमेस्टरको। सबै युनिभर्सिटीमा जुनसुकै युनिभर्सिटी भने उनीहरुले 1 सेमेस्टरको मात्र ट्युसन फी माग्छ। सो 1 सेमेस्टरको ट्युसन फी कति हुन्छ भन्ने कुरा तपाईको चाहिँ कुन क्याटेगोरीको कोर्स छ भन्ने छ। सपोज क्याटेगोरी A, B, C अथवा 1, 2, 3। सो क्याटेगोरी 1 मा रहेको छ सोशल साइन्स ह्युमेनिटिज रिलेटेडका कोर्सेसहरु जुन चाहिँ एज कम्पेयर टु अदर कोर्सेस सबसे चिपेस्ट हुन्छ र स्टार्ट्स फ्रम SC स्विडिश क्रोनर 48,500 टु नट मोर देन आई वुड से 58,000 स्विडिश क्रोनर, जुन चाहिँ अरू कोर्सेस टाइप भन्दा चाहिँ सबसे चिपेस्ट हुन्छ। र नम्बर 2 मा रहेको छ नेचुरल साइन्सेस कोर्सेस लाइक IT, बायोलोजी, मोलिकुलर बायोलोजी, इन्फेक्सन बायोलोजी एन्ड सो अन। सो यिनीहरुको फी रहेको छ तपाईको नेचुरल साइन्स कोर्स भएको कारणले गर्दाखेरि अराउन्ड 65,000 टु 75,000 स्विडिश क्रोनर पर सेमेस्टर। र यदि तपाईले चाहिँ मेडिकल रिलेटेडको कोर्सेस कुनै हेर्दै हुनुहुन्छ जुन चाहिँ त्यहाँ एभाइलेबल छ भने यसको सबसे हायर नै हुन्छ। बट देयर आर सम युनिभर्सिटीज जुन मैले भनेको ट्युसन फी रेन्जेस भन्दा अबिट हायर पनि हुने गर्दछ। कुनैको चाहिँ 1 लाख स्विडिश क्रोनर पर सेमेस्टर अथवा अलिकति लो पनि हुने गर्दछ। बट इट डिपेन्ड्स अपन यो साधारण र्याङ्किङ हो। सो युजुअली चाहिँ सोशल साइन्स रिलेटेडका कोर्स, ह्युमेनिटिज रिलेटेडका कोर्सेसहरु चाहिँ चिपर हुने गर्दछ। सो तपाईले 1 सेमेस्टरको ट्युसन फी पठाउनै पर्छ र पठाइसकेपछि मात्र तपाईले चाहिँ रेसिडेन्ट पर्मिट हाल्न पाउनुहुन्छ जुन चाहिँ अनलाइन हाल्न पाइन्छ। र यदि तपाई सिंगल स्टुडेन्ट हुनुहुन्छ भने चाहिँ तपाईको 1500 स्विडिश क्रोनर लाग्छ भिसा फी। र कपल पनि हुनुहुन्छ भने फेरि 1500 स्विडिश क्रोनर थप्नुपर्ने हुन्छ र बच्चा हुनुहुन्छ भने चाहिँ 750 स्विडिश क्रोनर थप्नुपर्ने हुन्छ। सो अनलाइन एप्लिकेसन हालिसकेपछि तपाईको स्विडिश माइग्रेसन एजेन्सीमा डकुमेन्ट गइसकेपछि दे विल डिसाइड व्हाट टु डु नेक्स्ट। सो व्हाट नेक्स्ट भन्ने कुरा चाहिँ तपाईको कस्तो खालको प्रोफाइल छ भन्ने कुराले म्याटर गर्छ। सपोज तपाईसँग एजुकेसनल ग्याप छ भने तपाईले ग्याप जस्टिफाई गर्नुपर्ने हुन्छ। दे विल आस्क दैट डकुमेन्ट्स लाइक वर्क कन्ट्र्याक्ट। यदि तपाईले पे गरेको भनेर भन्नुभएको छ भने म्यारेज सर्टिफिकेट हाल्नुपर्ने हुन्छ। अझै दे माइट आस्क फर मोर एभिडेन्स। सो एभिडेन्स कस्तो खालकोलाई माग्छ भन्दाखेरि चाहिँ यदि तपाईको रिसेन्ट बिए भएको छ, बिए रेजिस्टर भर्खर गर्नुभएको छ अथवा तपाईले वर्क कन्ट्र्याक्ट हाल्नुभएको छ भने त्यस्तो खालको प्रोफाइल भएको स्टुडेन्टहरूलाई चाहिँ इन्टरभ्यूमा बोलाउने चान्सेस पनि हायर हुन्छ। सो इन्टरभ्यूमा बोलाउनु भयो भने चाहिँ तपाईको त्यो वर्स्ट केस नै हुने गर्दछ। किनभने इन द सेन्स द्याट तपाईको इन्टरभ्यू भयो भने हाइली लाइकली तपाईको रेसिडेन्ट पर्मिट डिले हुन्छ र डिले हुनु भनेको तपाईँ टाइममा नपुग्नु पनि हो। सो टाइम डिले हुनुभयो। सो बट इन द बेस्ट केस यदि तपाईको चाहिँ रेसिडेन्ट पर्मिट हाल्दा सिधै बायोमेट्रिकमा बोलाउनु हो भने चाहिँ त्यो चाहिँ सबसे बेस्ट केस हो। युजुअली त्यस्तो खालको प्रोफाइललाई चाहिँ युजुअली चाहिँ रेसिडेन्ट पर्मिट दिने गरेछ। सो तपाईको रेसिडेन्ट पर्मिट हालिसकेपछि चाहिँ बायोमेट्रिक अथवा पासवर्ड भेरिफिकेसन ओर अल अफ दिस इन्टरभ्यू सबै यो चिज चाहिँ तपाईको न्यू दिल्लीको हाम्रो एमबेसीमा हुने गर्छ, नेपालमा चाहिँ हुँदैन। सो कपलको केसमा चाहिँ not always they go together for interview, biometric and all. Last time चाहिँ तपाईको के भएको थियो भन्दाखेरि स्टुडेन्टको चाहिँ इन्टरभ्यू गराएर पासवर्ड भेरिफिकेसन चाहिँ आफ्टर भिजा ग्रान्ट मात्र गराएको केसेस पनि आएको थियो। सो कम्बिनेसन क्यान बी एनी अफ दिस। बट यदि तपाईँ ब्याचलर्स डिग्रीमा एप्लाई गर्दै हुनुहुन्छ भने र तपाईँ चाहिँ सिंगल एप्लिकेन्ट हुनुहुन्छ, ग्याप पनि खासै छैन र जिपिए पनि कम छ भने चाहिँ स्विडेनमा भिजा ग्रान्ट हुने चान्सेस चाहिँ अबिट हायर हुने गर्दछ। बट इफ यु ह्याभ ग्याप
एन्ड इफ युआर म्यारिड भएको चाहिँ भर्खर नै हुनुहुन्छ अथवा त्यो खालको प्रोफाइल उसले बुझ्यो र तपाईँले चाहिँ वर्क कन्ट्र्याक्ट देखाए अनुसारको उसले चाहिँ इन्टरभ्यू गराउने गर्दछ। सो सबै प्रोफाइल हेरेर केस अफिसरले तपाईँको भिजा डिसिजन दिनुहुन्छ। सो कम्पेरेटिभली सक्सेस रेट चाहिँ राम्रो छ, बट इट डजन्ट मिन द्याट सबैको भिजा ग्रान्ट हुन्छ भन्ने हुँदैन। तपाईँको इन्डिभिजुअल प्रोफाइल अनुसार चाहिँ तपाईँको हेर्नुपर्ने हुन्छ। So if you have any queries related to Sweden admission criteria, whether I meet that criteria or not, मलाई कस्तो खालको युनिभर्सिटीहरूले चाहिँ एडमिसन दिन सक्छ, we just can guide you, but यसले दिन्छ कि दिँदैन भन्ने कुरा it's very hard to say. It's even hard to say by admission officer as well. They even don't say that. So if you are looking for easy admission, in the sense if you are looking for tier 2 university, then Sweden is one of the place. यहाँ तपाईको ग्याप हुनु भनेको क्राइम चाहिँ होइन, तर बट दे आस्क फर एभिडेन्स लाइक एटलिस्ट वर्क कन्ट्र्याक्ट हो, एन्ड दे माइट आस्क यु इन द इन्टरभ्यू टु एक्सप्लेन अबाउट इट। सो तपाईँले यो खालको माइन्डसेट गर्नुपर्ने हुन्छ। र स्विडेनमा एडमिसन पाइसकेपछि तपाईँको भिजा पनि ग्रान्ड भइसकेपछि त्यहाँ सर्टेन एक्सपेक्टहरू चाहिँ ध्यान दिनुपर्ने हुन्छ। स्विडेनको केसमा के प्रावधान छ भने तपाईँको स्टुडेन्ट क्यान वर्क फुल टाइम भन्ने जुन क्राइटेरिया छ लिगली चाहिँ ट्रु हो, बट द थिङ इज तपाईँको युनिभर्सिटीको कोर्सेस जुन छ 4 दिन 5 दिनसम्म हुनसक्छ। इट डिपेन्ड्स अपन तपाईँको युनिभर्सिटीको प्रोफेसर क्लासेस टाइम टेबलहरू हुन्छ। सो तपाईँले फुल टाइमै वर्क राइट म पाउँछु त्यही भएर म जान्छु भन्ने हिसाबले पनि जानु भएन। किन भन्दाखेरि तपाईँले पाउनु नि पर्यो। पहिलो कुरो तपाईँसँग स्विडिस प्रोफिसियन्सी समहाउ कम हुनसक्छ, कतिले प्रिपेयर पनि गर्नुभएको हुँदैन। वेदर इज अ बिग थिङ देयर होइन। सपोज तपाईँले त्यो क्लाइमेटिक कन्डिसनमा तपाईँले फुल टाइम काम पाउँछ भन्ने हुँदैन, तर धेरैले चाहिँ यो पार्टमा चाहिँ कम्प्लेन गरेको सुनिन्छ। बट तपाईँ अलिकति क्लियर हुनु पर्यो, यहाँ चाहिँ यस्तो खालको अनसर्टेनिटीहरू चाहिँ कसरी कोपअप गर्ने होइन, हौ त्यो खालको कुराहरू तपाईँले चाहिँ मेन्टली प्रिपेयर भएर सम स्विडिस प्रोफिसियन्सी आफै पनि सिकेर अथवा कसरी हुन्छ अलिक गुड ऱ्याङ्क युनिभर्सिटीमा हाल्नुभयो भने तपाईँको स्विडेनमा चाहिँ पब्लिक युनिभर्सिटीमा चाहिँ पढ्ने चाहिँ एक्सपिरियन्स ओभरअल राम्रो हुनसक्छ। थ्याङ्क यू सो मच।